आज म गए साउदी अरेबियाको रियादमा रहेको यस्तो ठाउँ जसलाई युनेस्कोले विश्व सम्पदाको रूपमा संरक्षण गरेर राखेको छ। आजभन्दा 200 वर्ष अघि साउदीको पहिलो इमिरेट्स दिरियामा रहेको यो ठाउँको नाम हो त्रयिफ। विकडेजमा बिहान 10 बजेदेखि रातिको 12 बजेसम्म र विकेन्डमा दिउँसो 2 बजेदेखि राति 12 बजेसम्म खुला रहने त्रयिफको इन्ट्री फी 50 रियाल हो र टिकट चाहिँ तपाईँले पहिले अनलाइन प्री बुक गर्न पनि सक्नुहुन्छ या फेरि त्यहीँ पुगेर बुक गर्न पनि मिल्छ। त्रयिफ रियादको उत्तर पश्चिम क्षेत्रमा पर्ने जिल्ला हो जुन दिरियामा पर्छ। यो यस्तो देखिने माटोको किल्ला सबै 200 वर्ष पुरानो हो। साउदी राष्ट्रको उत्पत्ति दर्शाउने यो क्षेत्रमा 4वटा म्युजियम भ्रमण गर्न पाइनुको साथै त्रयिफको कथाहरू सुन्न मिल्ने अडियो टुरको पनि सुविधा छ। साँझको बेला यो ठाउँ अति नै भिड हुँदो रहेछ र त्यहाँ रहेको सल्वा दरबारमा चाहिँ प्रोजेक्सनबाट त्यो ठाउँको इतिहासको कथा सुनाइने रहेछ। सनसेट भ्यूको लागि चर्चित यो ठाउँमा साँझ 5 बजे भन्दा अघि जानुभयो भने चाहिँ टिकट नलाग्ने रहेछ। Okay friends, that's all for today. Thank you for watching till the end. See you on next one. Bye. हल्का हात पनि गर्नु न।